हेलो गाइस, नमस्ते। हामी चाहिँ खाता खोलेर ट्याक्क फर्केको ब्याङ्कदेखि थुप्रो लाग्यो। 10 बजे आएको, ठ्याक्क अहिले कति बज्यो भन्दाखेरि 3 बज्यो। थुप्रो टाइम लाग्यो। अनलकी साथीहरु, त्यो कुरामा चित्त नदुखाउनु। मोबाइल ब्याङ्किङ भएन, दुईजनाको भयो। एटिएम सबै भयो, खाता खोलियो। अब रुमतिर हिँड्न लाग्यो। 200 रुपैयाँ ल्याम्म निकाल्यो। रुमतिर 300 निकाल्ने भनेको बोसले माने। रुमतिर हिँड्न लाग्यो। 300 झिक्नु भयो। 300 झिक्ने भनेको माने न त। लाग्नुपर्छ भन्दै ब्यान्ड हुन्छ नि त खाता। तर केही छैन, ब्यान्ड हुँदैन। पर्सि आइहाल्छ त स्यालेरी। आज कति तारिक भयो? आज 6 तारिक हैन? 6 तारिक भयो। पर्सि कहाँ आउँछ? अबको 10 दिन पछाडि आउँछ। 11 दिन पछाडि आउँछ। 18 को दिन। लगायत हामी चाहिँ जाँदैछौँ रुममा जाँदैछौँ। टिकटकमा हाल्ने भिडियो यस्तो यो हेरे त। बाहिरको चाहिँ बनाएन। हामी चाहिँ जाँदैछौँ यसरी रुममा सट्ट। बाहिर पानी परिरहेछ गाइज। हामी चाहिँ रुममा जाँदैछौँ साथीहरू सबै। अब आजको ड्युटी चाहिँ अर्कोलाई दिइयो। दुःख लाग्यो, आफूले खाना हरायो। आफ्नो स्यालेरी अरूलाई दिन परेछ साथी, के गर्नु। यस्तो यो परदेशमा सानोतिनो पीडा हुँदो रहेछ, भोग्नु पर्ने रहेछ, सहन पनि पर्ने रहेछ। हेर्नुहोस् अरूको देशमा गाह्रो छ। यस्तै छ जिन्दगी। नमस्ते। हामी चाहिँ खाता खोलेर ट्याक्क फर्केको ब्याङ्कदेखि थुप्रो लाग्यो। 10 बजे आएको, ठ्याक्क अहिले कति बज्यो भन्दाखेरि 3 बज्यो। थुप्रो टाइम लाग्यो। अनलकी साथीहरु, त्यो कुरामा चित्त नदुखाउनु। मोबाइल ब्याङ्किङ भएन, दुईजनाको भयो। एटिएम सबै भयो, खाता खोलियो। अब रुमतिर हिँड्न लाग्यो। 200 रुपैयाँ ल्याम्म निकाल्यो। रुमतिर 300 निकाल्ने भनेको बोसले माने। रुमतिर हिँड्न लाग्यो। 300 झिक्नु भयो। 300 झिक्ने भनेको माने न त। लाग्नुपर्छ भन्दै ब्यान्ड हुन्छ नि त खाता। तर केही छैन, ब्यान्ड हुँदैन। पर्सि आइहाल्छ त स्यालेरी। आज कति तारिक भयो? आज 6 तारिक हैन? 6 तारिक भयो। पर्सि कहाँ आउँछ? अबको 10 दिन पछाडि आउँछ। 11 दिन पछाडि आउँछ। 18 को दिन। लगायत हामी चाहिँ जाँदैछौँ रुममा जाँदैछौँ। टिकटक